लोकेशजीसँग अलिकति यो कुराकानी गरौँ। लोकेशजी, अब तपाईँ त त्यो बेलादेखि यो बेलासम्म गरिरहनु भएको छ होइन, यो कलाकारिता के रहेछ त कलाकारिता? अमेरिकाको व्यस्त स्केड्युल बिचमा रहेर पनि होइन गरौँ हो, काम छोडेर छुट्टी हालेर भए पनि होइन गरौँ हो भन्ने जुन एउटा इन्थुजियाजम छ नि तपाईँको, त्यसको लागि चाहिँ एकदम सेल्युट गर्न चाहन्छु। र के रहेछ खासमा यो कलाकारिता? कलाकारिता चाहिँ नसा टाइपको एउटा नसा टाइपको होइन, हाम्रो अग्रजहरूले भन्दै आएको एउटा यो कलाकारिताको किराले टोकेपछि चाहिँ तपाईँको जहीँ पानी मुनि गए पनि होइन त्यहाँबाट निक्लेर ब्याक आउनलाई चाहिँ कुनै कुराले पनि रोक्दैन भन्ने गर्छन् होइन। त्यस्तै नै कलाकारिता चाहिँ अब त्यही हो, एउटा हाम्रो समाजमा भइरहेको घटनाहरू होइन अथवा हुन आउने घटनाहरू चाहिँ हामीले अब खिचेर एउटा क्यामेराको माध्यमद्वारा सहायता लिएर हाम्रो समाजमा ब्याक फेरि यो कुराहरू चाहिँ हुँदैछ है अथवा हुन आउँदैछ है, यो कुरा चाहिँ गर्नु हुँदैन है भन्ने सन्देश दिनु नै चाहिँ एउटा कलाकारिताको राम्रो पक्ष जस्तो लाग्छ मलाई।